साथीहरू पारिपट्टि यो मदन भण्डारी राजमार्ग यो कोर्चबाङ साइड हो। हामी अहिले यहाँ भाबाङ साइडमा छौँ। यो जुगिरिया भन्ने ठाउँमा झोलुङ्गिया पुल बनेको छ। झोलुङ्गिया पुलको लागि सपना देखिराख्ने हाम्रो पुसाइ यहाँ बस्नु भएको छ। बहादुर बाटा मगर कमरेड शिशिर शिरिष जी कमरेड चाहिँ होइन है, शिरिष मात्रै उहाँको फेसबुकको नाम चाहिँ। मेरो कार्यकाल म ओडाएर चाहिँ हुँदा पनि उहाँले मलाई 2-3 पटक भन्नुभएको थियो पुल हालौँ भनेर। यो पुल चाहिँ नबनाइ नहुने थियो, मैले सकेन पहिला मेरो कार्यकालमा। अहिले सङ्कलनजी तेजेन्द्र बुढामगर कमरेड सङ्कलनको नेतृत्वमा भएको वडा मारी 5 सरकार अनि चाहिँ कोर्चबाङको वडा सरकारको समन्वयमा कोर्चबाङका केही विशेष गरी बोकलजा गोनपानीका साथीहरूको चाहिँ सक्रियतामा, अब हुमबहादुरजीहरूको सक्रियता हुने नै भइहाल्यो, उहाँहरूको सक्रियतामा यो पुल चाहिँ बनेको छ। यो पुल नबन्दाखेरि कि त लाप्चोनबाट घुम्नु पर्थ्यो कि त भने हामी चाहिँ माथि मोला घरतिया मुनिबाट घुम्नु पर्थ्यो। तर अब चाहिँ यसले दुईवटा वडालाई जोड्नको लागि असाध्यै राम्रो बनेको छ, भएको छ। अब यसको लागि पहलकर्ता सपना देख्ने हुमबहादुर बाथाज्यू अनि चाहिँ नि बजेटको व्यवस्थापन, यसको पहल सिफारिस गर्ने गाउँपालिका सरकार, दुवै वडा सरकार अनि अन्य साथीहरू सबैलाई धेरै धेरै धन्यवाद, आभार व्यक्त गर्दछु। यसमा छोटो तपाईँको केही कुरा जान्छ कि पुछेन भन्नुहोस् त। लामो समयपछि होइन तपाईँको सपना पुरा भयो। ल ठिक छ, हामी सबै दुईटै वडालाई बढाइ छ। अब हामी सहज रूपमा वारिपारि आवागमन गर्न सक्ने वातावरण बनेको छ। यो तल माडी खोला, यता माडी खोला, यहाँ मदन भण्डारी राजमार्ग बन्दैछ। अब चाहिँ एकदमै सजिलो हुने हो। सुन्दर ठाउँ छ यहाँतिर। मेरो चाहिँ वडा सरकारसँग मेरो सुझाव के छ भने यहाँनिर टपमा चाहिँ प्रतीक्षालय, छाना सहितको प्रतीक्षालय बनाउनुपर्छ। किनभने यहाँ अलिक जङ्गल एरिया पनि हो। बाटो हिँड्ने मान्छे अथवा यो खोला खेल्न आउने मान्छेहरू आएर यहाँ बस्न सक्ने, आराम गर्न सक्ने ठाउँ चाहिँ छैन। त्यसो भएर यहाँ बनाउनुपर्छ भन्ने सुझाव छ। यही हो, मलाई पनि निकै खुसी लागेको छ। धन्यवाद।